हेलो चाइनामा इन्टरनेसनल स्टुडेन्टको लाइफ कस्तो हुन्छ इन्टरनेटमा त धेरै राम्रो फोटो देखिन्छ तर म आज मेरो रुम नानका युनिभर्सिटीको रियल रुम देखाउन गइरहेको छु जस्तो छ त्यस्तै कुनै फिल्टर छैन सो लेट्स सी स्वागत छ मेरो अबोधमा यो मेरो गुफा यो अलिअलि मेसी छ अनि कजी पनि सो सबभन्दा पहिला इम्पोर्टेन्ट कुरा अट्याच्ड बाथरुम पानी चिसो तातो आउँछ सही छ एकदमै यता चाहिँ मेरो सुत्ने ठाउँ जहाँ म सपना देख्छु तर धेरै जसो समय चाहिँ मोबाइल चलाउँछु स्पेस पनि ठिकै छ एउटा स्टुडेन्टलाई इनफ हुन्छ र यो चाहिँ मेरो वार्डरुम हो म यहीँ बसेर असाइनमेन्ट गर्छु पढ्छु काम गर्छु हाँस्छु कहिलेकाहीँ रुन्छु पनि टेबल ठुलो छ लाइट पनि राम्रो छ पढ्नको लागि एकदम पर्फेक्ट इन्भाइरोमेन्ट छ यता चाहिँ मैले केही स्न्याक्सहरू राखेको छु नेपालबाट ल्याएको कुराहरू सम फ्रुट्स सो बाहिरको भ्यू चाहिँ यस्तो छ एकदमै राम्रो छ बाहिरको भ्यू पनि हरियाली सुन्दर शान्त यो अगाडिको चाहिँ गर्ल्स होस्टल हो चाइनिज गर्ल्सको यहाँ तल चाहिँ पार्किङ छ साइकलहरू सो यस्तै छ चाइनाको बसाइ रुम सानो भए पनि यहाँ मेमोरिजहरू धेरै ठुला बनिसकेका छन् रुम कस्तो लाग्यो कमेन्टमा भन्नु होला अर्को भिडियोमा भेट्ने भाषासहित बाई बाई